मेरो नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रधानाध्यापकज्यू, उपस्थित अभिभावकज्यू, शिक्षक शिक्षिकाज्यू तथा मेरो प्यारे विद्यार्थी भाइ बहिनीहरू, म यस बुद्ध मेमोरियल अङ्ग्रेजी आवासीय विद्यालयको शिक्षिका सुस्मिता गुरुङ तथा यस संस्थाको तर्फबाट एकमुष्ट रूपमा कोटि नमस्कार टक्राउन चाहन्छु। आज मिति 2081 साल 12 महिना 29 गतेका दिन हुन गइरहेको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुनुभएको सम्पूर्ण अभिभावकज्यू तथा मेरो प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म मेरो व्यक्तिगत तर्फबाट तथा यस संस्थाको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रममा उपस्थित हुनुभएको सम्पूर्ण अभिभावकज्यू, मेरा शिक्षक सहकर्मी साथीहरू तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो पुष्टरूपी शब्दबाट स्वागत व्यक्त गर्न पाउँदा म आफूलाई एकदमै हर्षित भएको छु। त्यसै नै साथी, अब आउँदै गरेको नववर्ष 2082 सालको पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू तथा सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूको जीवनमा सधैँ सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्दै मेरा 2-4 शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।